ज्योतिषीय परामर्शका निम्ति साधना टिभी नेपाल। नमस्कार दर्शकबिन, म प्रस्तुता ज्योतिष कुमार पौडेल साधना टिभी नेपालमा यहाँलाई हार्दिक स्वागत गर्दछु। दर्शकबिन, आज म यहाँहरू समक्ष अत्यन्तै महत्त्वपूर्ण विषय यात्राका क्रममा यहाँहरूले के चिज खाएर यात्रा गर्नुभयो भने अथवा कस्तो चिजहरू आफ्नो साथमा लिएर यात्रा गर्नुभयो भने यहाँहरूको यात्रा अत्यन्तै शुभ फलदायी हुनेछ। अथवा यहाँहरू कतै अन्तर्वार्तामा जाँदै हुनुहुन्छ या कुनै लटरीमा जाँदै हुनुहुन्छ या लामो दूरीको यात्रामा जाँदै हुन्छ, परीक्षामा जाँदै हुन्छ या भनौँ अन्य जुनसुकै भए पनि यात्रामा जान निस्किँदै हुनुहुन्छ भने आज मैले भन्न लागेका कुराहरू यहाँले ख्याल गर्नुभयो र ती चिजहरू खाएर वा आफ्नो साथमा लिएर जानुभयो भने यहाँको यात्रा अत्यन्तै शुभ मानिन्छ, जुन शास्त्रमा पनि व्याख्यान गरिएको छ। दर्शकबिन, साधना टिभी नेपाललाई यहाँले लाइक गर्नुभएको छैन, सब्सक्राइब गर्नुभएको छैन भने यस्तै र यीभन्दा अझै महत्त्वपूर्ण भिडियो हेर्नका निम्ति कृपया सब्सक्राइब गर्नुहोला र भिडियो मन पर्यो भने लाइक पनि अवश्य गरिदिनु होला। र यस्ता अझै महत्त्वपूर्ण कुराहरू यहाँहरू समक्ष आगामी दिनहरू आउने नै छन् र यो महत्त्वपूर्ण जानकारी यहाँहरूको साथीभाइहरूलाई पनि यहाँले सेयर गरिदिन सक्नुहुन्छ भन्दै अब म आजको विषयवस्तुतर्फ प्रवेश गर्न लागिरहेको छु। के बार के खाएर यात्रा गर्नु उत्तम मानिन्छ? दर्शकबिन, आइतबार यहाँले घिउ वा मिठाई या दही, मरिच, अलैँची यस्ता चिजहरू खाएर या आफ्नो साथमा लिएर यात्रा गर्नुभयो भने शुभ मानिन्छ। भने सोमबार दही, दुध, खिर अथवा दुधबाट बनेका परिकारहरू यहाँले खाएर या आफ्नो साथमा लिएर यात्रा गर्नुभयो भने यहाँको यात्रा शुभ मानिन्छ। यसै गरी मङ्गलबार विशेष गरी फलफुलमा पनि सुन्तला, कागती, नरिवल यी चिजहरू यहाँले खाएर आफ्नो साथमा लिएर यात्रा गर्नु भने राम्रो मानिन्छ। भने अर्को भनेको दहीको पानी, दहीबाट जुन निस्केको पानी हुन्छ यो खाएर यात्रा गर्नुभयो भने पनि राम्रो हुन्छ। भने पानी मिसिएको दही खाएर यात्रा गर्नुभयो भने पनि राम्रो मानिन्छ, शुभ मानिन्छ। यसै गरी बुधबारका दिन यहाँहरूले उष्ण दुध अथवा तातो दुध पिएर यात्रा गर्नुभयो भने शुभ मानिन्छ। यसै गरी बुधबारका दिन मिठो चिज जस्तै सक्खर, गुड अथवा कुनै मिठाईहरू खाएर या आफ्नो साथमा लिएर यात्रा गर्नुभयो भने पनि यहाँहरूको यात्रा शुभ मानिन्छ र शुभ हुनेछ। यसै गरी बिहिबारको दिन दाल वा दालबाट बनेका परिकारहरू अथवा भनौँ दालमोट होइन, यस्तै पानी नमिसिएको दही खानु भएर यात्रा गर्नुभयो भने यहाँको यात्रा शुभ हुनेछ। यसै गरी शुक्रबारको दिन यहाँहरूले काँचो दुध, नतताएको काँचो दुध पिएर यात्रा गर्नु, यसै गरी चना खाएर यात्रा गर्नु र मिठाई जस्तै बर्फी, लड्डु, सक्खरयुक्त खानेकुरा खाएर यात्रा गर्नुभयो भने पनि यहाँहरूको शुक्रबारको यात्रा शुभ हुनेछ। यसै गरी अब 7औं बार मध्येको अन्तिम बार शनिबारको दिन यहाँहरूले तिलको लड्डु होइन, यसै गरी तिलबाट बनेका परिकारहरू र खिचडी यहाँहरूले खाएर यात्रा गर्नुभयो या तिलको लड्डु बोकेर यात्रा गर्नुभयो, खाएर यात्रा गर्नुभयो भने यहाँहरूको यात्रा शुभ मानिन्छ। दर्शकबिन, यहाँहरू समक्ष यस्तै र यीभन्दा अझै महत्त्वपूर्ण भिडियोहरूको हामी हाल्ने नै छौँ। आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। कहाँबाट हेर्दै हुनुहुन्छ कृपया प्रतिक्रिया पनि दिनुहोला भन्दै ज्योतिष, वास्तु, धर्मशास्त्र, धर्म संस्कृतिसँग सम्बन्धित यहाँहरूले कुनै जानकारी लिनुपर्ने भएमा यहाँहरूले मैले यहाँहरूलाई डिस्क्रिप्सनमा पनि अथवा यो भिडियोमा राखेको छु फोन नम्बर छ, फोन नम्बर मार्फत पनि यहाँहरूले आफ्नो एपोइन्टमेन्ट लिएर
ज्योतिष, वास्तु, धर्मशास्त्र, धर्म संस्कृति सम्बन्धीका विविध जिज्ञासाहरूको बारेमा जानकारी प्राप्त गर्नुहुनेछ भन्दै आजको बसाइबाट म ज्योतिष कुमार पौडेल बिदा लिन चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार, जय श्री राधे।